सम्पूर्णमा टसिदिले नमस्कार। म दावा शेर्पा। हालै हाम्रो देशमा भाद्र 23 र 24 गतेको दिनमा जुन वीर जेन्जीहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनमा उहाँहरूले ठुलो बुलन्द आवाज उठाएको हामीले सबैले महसुस गरेका छौं। देशमा व्याप्त भ्रष्ट शासन, अन्याय विरुद्ध र आफ्नो पिढी र भावी आउने पिढीको लागि जुन उहाँहरूले सोचेर जुन यो एउटा ठुलो आन्दोलन गर्नुभएको छ, यो एउटा कदापि पनि यो सानो साहसले यो पुग्ने काम होइन। यसको लागि अदम्य साहस जरुरी छ र उहाँहरूले यो गरेको साहस, यो गरेको बलिदानीलाई हामी सबैले नेपालीले बुझेर अब आउने दिनहरूमा चाहिँ हामीले देशका सम्पूर्ण न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकादेखि लिएर कर्मचारी तन्त्रमा सबैमा चाहिँ यो जुन भ्रष्टाचारको मूल जरोलाई नै हामीले चाहिँ जडैबाट हामीले उखालेर फ्याल्नु पर्ने पनि हाम्रो जिम्मेवारीको रूपमा हामीले लिएका छौं। त्यसैले वीर शहीदहरूको बलिदानलाई हामी सबैले सम्झँदै भ्रष्टाचार रहित, समावेशी, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गर्दै नयाँ नेपाल निर्माण गर्नुपर्ने हामीसँग ठुलो चुनौती आइपरेको छ र वीर शहीदहरूलाई उहाँहरूको बलिदानीलाई सम्झँदै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उहाँहरूका शहीद परिवारहरूप्रति पनि हार्दिक संवेदना व्यक्त गर्दै वीर शहीदहरू अमर रहून्। हार्दिक श्रद्धाञ्जली।